मेरो मम्मीले चाहिँ कति दिन अगाडिदेखि गेडागुडी भिजाएर राखेको रहेछ कि है। अनि त्यसपछि झोल तरकारी पनि चाहियो नि त आज, अनि त्यही भएर मैले चाहिँ झोल तरकारीमा चाहिँ गेडागुडी नै बनाउन जाँदैछु साथीहरू होइन। अनि गेडागुडीलाई चाहिँ यसरी उसिन्न हाल्दैछु होइन। 2-3 सिटी लगाएपछि यो पनि रेडी हुन्छ होइन। अनि उसिनेर यतापट्टि मैले तासतुस पनि गरिसकेँ कि, अनि आलु पनि उसिन्छु, किन भन्दाखेरि आलु उसिनेर हाल्यो भने चाहिँ एकदमै मिठो हुन्छ। अनि मैले चाहिँ प्याज यसरी काट्छु कि, हेर्नु न कस्तो राम्रो देखेको कि त्यो प्याज। मलाई चाहिँ लेग्रा भन्दा यसरी छुट्टेको मनपर्छ होइन। पुरै छुट्याउँछु कि हातले बसेर। अनि लसुन अदरको पेस्ट, नुन मरमसला सबै हालिदिने। अनि भुटभाट पार्ने साथीहरू, मैले थाहा छ हजुरहरूलाई मैले कसरी गर्छु जहिले पनि भनेर। अनि पहिला चाहिँ आलु भुट्थ्यो, अब उसिनेको आलु भएर मैले आलु चाहिँ अलिक पछि नै हाल्छु होइन। त्यही पनि पहिले हाल्नुपर्छ, किन भन्दाखेरि चाहिँ नुनहरू भित्रसम्म पस्छ नि त, फेरि नत्र मिठो हुँदैन नि। अनि हालेर गोलभेडा अनि मजाले मुस्ने होइन, मजाले चलाएपछि अनि त्यसपछि चाहिँ उसिनेको गेडागुडी हालेर मजाले चलाउने। यस्तो बास्ना आइसकेको थियो यतिकैमा। अनि कति पानी चाहिन्छ हामीले त्यति पानी अड्कलेर हाल्ने साथीहरू। अनि त्यसपछि यतापट्टि चाहिँ मैले अब यो बाक्लो झोल बनाउनका लागि यसरी आलु म्यास्ट गर्छु नि त। हजुरहरूले चाहिँ अब मैदाको पिठो अनि जेको आटा पनि राख्न सक्नुहुन्छ है। अब झोल बाक्लो बनाउनु छ भने चाहिँ मैले चाहिँ अब यो उसिनेको आलु थियो त्यही भएर त्यही नै हाल्दिएँ। अनि भुक उम्लिसकेपछि रेडी हुन्छ है त साथीहरू।